दर्शकहरू, तपाईँ के जान्नुहुन्छ कि तपाईँको भित्र एक अनुपम शक्ति लुकेको छ जसले तपाईँको जीवन बदल्न सक्छ। हो, त्यो शक्ति हो तपाईँको अवचेतन मन। यो मन तपाईँको हर विचार, हर भावना वा हर विश्वासलाई सहजतासँग स्वीकार गर्छ र त्यसलाई वास्तविकतामा बदल्दछ। त्यसैले गौतम बुद्धले भन्नुभएको थियो, जे सोच्छौ तिमी त्यही बन्छौ। के तपाईँ तयार हुनुहुन्छ आफ्नो सोचबाट आफ्नो दुनियाँ बदल्नको लागि? आजको यस भिडियोमा हामीले जान्छौँ कि अवचेतन मन के हो र यसले कसरी काम गर्छ। आउनुहोस् यसको बारेमा हामी विस्तृत रूपमा चर्चा गर्नेछौँ। हाम्रो मन ब्रह्माण्डको सबैभन्दा शक्तिशाली हिस्सा हो, जसमा चेतन मन जो तर्क, विचार र निर्णयका लागि जिम्मेवार छ। अवचेतन मन जो हाम्रो मस्तिष्कको त्यो हिस्सा हो जसलाई हामी नजरअन्दाज गर्छौँ, यानि कि बिर्सन्छौँ। र अवचेतन मन नै हाम्रो विचार, भावना र बानीहरूको बीज हो। तब बुद्धले भन्नुभएको छ, तिमीले त्यस्तै बन्नेछौ जस्तो तिमी सोच्छौ। त्यसैले गर्दाखेरि यस कथनले पनि दर्शाउँछ कि अवचेतन मनको गहिराइलाई दर्शाउँछ र अवचेतन मनले न त तर्क गर्छ न यसले विश्लेषण नै गर्छ। बस यो मन निरन्तर रूपबाट चलि नै रहन्छ। यो मनले तपाईँले दिएको विचारहरूको, विश्वासको स्वीकार गर्दछ र यसलाई वास्तविकतामा बदल्नको लागि प्रयास गर्दछ। यदि तपाईँ लगातार रूपबाट नकारात्मक सोचमा डुबिराख्नुहुन्छ र तपाईँ आफू निरन्तर रूपबाट यदि मनले त्यसलाई नकारात्मकलाई साँचो मान्छ भनेदेखिबाट परिणाम नकारात्मक नै आउँछ। र यदि तपाईँ निरन्तर रूपबाट सकारात्मक सोच र प्रेरणाबाट भर्नुहुन्छ भनेदेखिबाट यसले तपाईँको लक्ष्य यानि कि सपनालाई पुरा गर्नेछ। अवचेतन मनको शक्तिलाई सम्झनु र यसलाई कार्यमा अथवा सही दिशामा लगाउनु यो कुनै जादुभन्दा कम काम छैन। यो मन बिना रोकी हर समय काम गरिरहन्छ। जब तपाईँ सुतिराख्नु भएको छ तब पनि यो मनले काम गरिरहेको छ। यानि कि यो मन हर समय, हर क्षण, हर पख चलि नै रहन्छ। र यदि राति सुत्नुभन्दा अगाडि तपाईँ ध्यान गर्नुहुन्छ र आफूलाई सकारात्मक विचारले भरिपूर्ण पार्नुहुन्छ भनेदेखिबाट यही अवचेतन मनमा सकारात्मक विचारले भरिन्छ र यो अवचेतन मन नै त्यस्तो ठाउँ जहाँ हामी भित्र रहेका डर, सन्देह, सकारात्मक या नकारात्मक विचारहरू लुकेका छन्। र हामीभित्र राम्रा ईश्वरीय शक्तिसँग पनि कनेक्ट हुन सक्छौँ। राम्रा सकारात्मक विचारसँग पनि हामी जान सक्छौँ। र आफूभित्र भएका विचारहरूलाई यदि हामी सकारात्मक बनाउँछौँ भनेदेखि एउटा बिहान उठ्दा नयाँ ऊर्जा र प्रेरणासँग हामी भरिन्छौँ। त्यसैले बुद्धले भन्नुभएको छ, तिमीले यदि ध्यानलाई गर्छौ भने ध्यान नै अवचेतन मनसम्म पुग्ने एउटा प्रभावकारी साधनको रूपबाट बुद्धले बताउनु भएको छ। त्यसैले हामी आफ्नो मनमा विचारलाई, पोजिटिभ विचारलाई हामी ध्यान दिउँ, किनकि ध्यानले हाम्रो भित्र भएका नकारात्मक विचार, नकारात्मक सोच, महसुसताहरू हटाएर आफूमा सकारात्मकता, शान्ति, खुसी र सकारात्मकता स्थापित गर्न यसले मद्दत गर्ने कारणले गर्दाखेरि ध्यानलाई एउटा महत्त्वपूर्ण औजारको रूपबाट मानिन्छ। त्यसैले आउनुहोस् आज नै तपाईँ आफ्नो अवचेतन मनलाई सकारात्मक ऊर्जाबाट भर्न सुरु गर्नुहोस्, किन यो त्यही शक्ति हो जुन तपाईँको जीवन यसले बदल्न सक्छ। त्यस कारणले गर्दाखेरि आफूमा फिल गर्नुहोस् द पावर अफ यो सबकन्सियस माइन्ड। आफ्नो मनलाई सकारात्मक विचारले भर्नुहोस्। जब हामी ध्यान गर्छौँ तब हाम्रो चेतन मन शान्त हुन्छ। जब चेतन मन शान्त हुन्छ तब हाम्रो अवचेतन मन जागरुक हुन्छ। त्यसैले गर्दा आफ्नो भित्रको मनलाई शान्त पार्नु र अवचेतन मनलाई जागरुक गर्छौँ भने अवचेतन मनभित्र असीमित शक्ति छ र यसले तपाईँको नयाँ लक्ष्य वा नयाँ सपनालाई पुरा गर्न सक्छ। त्यसैले बुद्धले भन्नुभएको छ, आफ्नो ध्यानलाई वर्तमानमा केन्द्रित गर। यदि तपाईँले आफूलाई सही सन्देश दिनुहुन्छ र मान्नुहुन्छ कि म सफल व्यक्ति हुन सक्छु र तब चाहिँ आफूलाई सकारात्मक अथवा सफल व्यक्ति बन्छु, तब यसले एउटा सफलतातिर तपाईँलाई त्यो बाटोतिर अग्रसर गरेर लैजान्छ। र यदि यसको सट्टामा तपाईँ सोच्नुहुन्छ कि आफूलाई नकारात्मक सोच्नुहुन्छ र म कमजोर हुँ,
म गर्न सक्दिनँ, मलाई आउँदैन जस्ता नकारात्मक विचारहरू रोक्नुहुन्छ भनेदेखिबाट यही कारण हो कि तपाईँ सफल व्यक्ति बन्न सक्नुहुन्न। र बारम्बार आफूले आफूलाई देख्नुहोस् कि आजबाट सकारात्मक सोचलाई धारणा गर्नेछु। र यदि तपाईँ विद्यार्थी हुनुहुन्छ भनेदेखिबाट आजबाट यो सकारात्मक सोच राख्नुहोस् कि म सबैभन्दा उत्कृष्ट अङ्क प्रदान प्राप्त गर्ने विद्यार्थी हुँ र भविष्यमा महान लक्ष्यलाई प्राप्त गर्न सक्ने विद्यार्थी हुँ। र आफूले आफूलाई यो सकारात्मक र त्यो वाक्यलाई बारम्बार दिनुहोस्। र यदि तपाईँ टिचर हुनुहुन्छ भनेदेखिबाट आजबाट यो सकारात्मक सोचलाई राख्नु कि म विद्यार्थीहरूमा एक सकारात्मक सोच, ज्ञान र उत्प्रेरणा प्रदान गर्न सक्ने एक महान एक आदर्श शिक्षक हुँ, यानि कि टिचर हुँ भनेर आफूले आफूलाई बारम्बार दिनुहुन्छ भनेदेखिबाट तपाईँ श्रेष्ठ बन्न सक्नुहुन्छ। र त्यसै गरी तपाईँ यदि व्यवसाय हुनुहुन्छ भनेदेखिबाट आजबाट यो सोचलाई यो विश्वासलाई धारणा गर्नुहोस् कि म जुन ठाउँमा कार्य गर्छु त्यस ठाउँमा म एक उत्कृष्ट व्यवसायी हुँ र मेरो अगाडि जस्तासुकै समस्याहरू यानि कि चुनौतीहरू आए पनि मेरो आत्मविश्वास र सकारात्मक सोचको अगाडि ती कमजोर विचारहरू ती परिस्थितिहरू टिक्न सक्ने छैनन्। र आज नभए पनि म भोलि सफल हुनेछु र मेरो प्रयासभन्दा समस्याहरू कमजोर छन् र म प्रयासमा निरन्तर लाग्दा अनन्त म एक दिन सफल व्यवसायी भएरै छुनेछु भनेर सङ्कल्प गर्नुहोस् र तपाईँ अवश्य सफल हुने। त्यस्तै किसिमको तपाईँ यदि बारम्बार यस्ता राम्रा सकारात्मक शक्तिशाली सङ्कल्प यदि अवचेतन मनलाई दिनुहुन्छ भनेदेखिबाट र आफूमा आत्मविश्वास राख्नुहुन्छ भनेदेखिबाट यो मनबाट र त्यो सम्पूर्ण ब्रह्माण्डीय शक्ति तपाईँमा आउनेछ। त्यो आध्यात्मिक शक्ति, त्यो ईश्वरीय शक्ति तपाईँले प्राप्त गर्न सक्नुहुन्छ, जसबाट तपाईँ एक न एक दिन महान व्यक्ति आफ्नो गन्तव्यमा पुग्नुहुनेछ, महान लक्ष्य र एक श्रेष्ठ व्यक्ति बन्नुहुनेछ भन्दै यी शुभ भावनाको साथमा आजलाई हामी बिदा लिन्छौँ। हस्त, धन्यवाद।